कतिजनाको छोराछोरी यहाँनिर बाहिर आइरहेको छ। भोलि तपाईँलाई होइन एउटा ठुलो रोग लाग्यो भने त्यो तपाईँको छैन। अब हामी त जन्मेपछि मर्छौँ पनि। बाउ बितिराखेका छ, छोरा कहाँ छ? साउदीमा छ। साउजीले नजा भन्छ, फेरि रोइराखेको छ। बाउ बितेको 7 दिन पछाडि आइराखेको छ। मर्चरीमा फेरि आइस छैन, मर्चरीमा लास कुहिराखेको छ। यो नियति तपाईँ हाम्रो हो कि होइन? अनि छोरा आउँदा आउँदा त लास कुहिराखेको छ, छैन क्या, आइसै छैन त्यहाँ होइन। त्यो बनाउने पैसाले घर बनाइराखेको छ है, भ्रष्टाचार गरिराखेको छ। अनि यस्तो गर्मीमा 10-10 दिन 7-7 दिन लासलाई बाहिर राख्दाखेरि कुहिन्छ कि कुहिँदैन? हामी कुहिराखेका छौँ, मरिराखेका छौँ, देशमा मरिरहेका छौँ, विदेशमा मरिरहेका छौँ। त्यो नियतिलाई नजिकबाट देखेर आएको मान्छे हो, त्यो अनुभूत गरेको मान्छे है। त्यसो भएको कारणले गर्दाखेरि ती दिनहरूलाई यदि बिदा दिने हो भने श्रम संस्कृतिलाई विश्वास गर्छौँ, हामी यो देश बचाउँछौँ पनि, यो देश बनाउँछौँ।